नेपालबाट अध्ययन गर्न जाने प्रमुख गन्तव्य देशहरूको सूचीमा युनाइटेड किङडम युके एक प्रमुख रोजाइको देश हो। नेपाली विद्यार्थीहरूले युकेलाई उच्च शिक्षाका लागि प्राथमिकता दिनुका पछाडि केही विशेष कारण छन्। उच्च स्तरको शिक्षा, अन्तर्राष्ट्रिय मान्यता प्राप्त डिग्री, विविध स्कलरशिपहरू र अध्ययनसँगै काम गर्ने अवसरहरू। युकेमा उच्च शिक्षाको स्थिति। विश्व प्रसिद्ध विश्वविद्यालयहरू युनिभर्सिटी अफ अक्सफोर्ड, युनिभर्सिटी अफ क्याम्ब्रिज, इम्पिरियल कलेज लन्डन, एलएससी लगायत युकेका धेरै विश्वविद्यालयहरू विश्वको शीर्ष र्याङ्किङमा पर्छन्। कोर्सको अवधि छोटो। स्नातकोत्तर कार्यक्रम सामान्यतया 1 वर्षको हुन्छ, जसले समय र खर्च दुवै बचत गर्छ। गुणस्तरीय शिक्षा प्रणाली। व्यावहारिक शिक्षामा ध्यान दिइने, अनुसन्धान मैत्री वातावरण र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि मैत्रीपूर्ण नीति। स्कलरशिपको अवसर। युके सरकारले र विभिन्न विश्वविद्यालयहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि थुप्रै स्कलरशिपहरू प्रदान गर्छन्। चेभेनिङ स्कलरशिप युके सरकारद्वारा प्रदान गरिने प्रतिष्ठित स्कलरशिप, पूर्ण छात्रवृत्ति। कमनवेल्थ स्कलरशिप कमनवेल्थ राष्ट्रहरूबाट आएका विद्यार्थीहरूका लागि। ग्रेट स्कलरशिप नेपाल सहित केही चयनित देशका विद्यार्थीहरूका लागि। विश्वविद्यालय स्तरीय स्कलरशिपहरू। प्रत्येक विश्वविद्यालयले आफ्ना स्कलरशिप योजना ल्याउने गर्छन्, जस्तै युनिभर्सिटी अफ वेस्टमिन्स्टर स्कलरशिप्स, यूसीएल ग्लोबल मास्टर स्कलरशिप, युनिभर्सिटी अफ एडिनबर्ग कमनवेल्थ स्कलरशिप्स। रोजगारी सम्बन्धित अवसर। पढ़ाइका क्रममा काम गर्न सकिने। विद्यार्थी भिजामा युकेमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूले हप्तामा 20 घण्टा काम गर्न पाउँछन्, अवधिभर। ग्रेजुएट रूट भिजा। पढ़ाइ सकेपछि 2 वर्ष, पीएचडीको हकमा 3 वर्ष युकेमै बस्न र काम गर्न मिल्ने ग्रेजुएट भिजा स्किम उपलब्ध छ। यसले स्थायी जागिर खोज्ने अवसर दिन्छ। पोस्ट स्टडी वर्क नीति। यसले योग्य विद्यार्थीलाई युकेमा करियर शुरू गर्न सहज बनाएको छ। युके उच्च शिक्षाको लागि उत्कृष्ट गन्तव्य हो, जहाँ स्कलरशिप, गुणस्तरीय शिक्षा र पढ़ाइपछि रोजगारीका अवसरहरू उपलब्ध छन्। यद्यपि प्रतिस्पर्धा तीव्र हुन्छ, त्यसैले समयमै तयारी, आइएल्स, एसओपी, रेकमेन्डेसन लेटर्स आदि गर्नु अत्यावश्यक हुन्छ।